मेरो भान्सामा आजको तयारी गावाको तरकारी पकाउने। गावालाई चट्ट पखालेर राखेँ। लोकल लसुन र गोलमडा तासेर राखेको छु। हेर्नुहोस् है, कालो फलामको कराईमा तोरीको तेल राखेँ। तोरीको तेलमा मेथी पड्काएँ। कालो कराईमा पकाएको तरकारी जे पनि एकदमै मिठो हुन्छ। लोकल लसुन र डल्ले खुर्सानी मजाले पड्काएँ, अलिक खैरो भइन्जेलसम्म। गोलमेडा र आलु पनि सँगसँगै राखेँ। त्यसलाई मजाले भुटेँ, अलिकति गोलमेडा गलिन्जेलसम्म भुटेँ। किनकि गावाको तरकारीमा लसुन र गोलमेडा भएपछि अरू केही पनि चाहिँदैन जस्तो लाग्छ मलाई चाहिँ है। हजुरहरूलाई कस्तो लाग्छ? स्वादअनुसार बेसार, त्यसपछि स्वादअनुसारको नुन राखेँ। त्यसपछि जिरा र धनियाँको पाउडर पनि राखेँ र यो मसलालाई मजाले भुटेँ। यो मजाले भुटिसकेपछि यसको बास आउँदैन कि जिरा र धनियाँ मजाले भुट्नुपर्छ यतिको भइन्जेलसम्म। त्यसपछि मैले गावा राखेँ। गावा अलिक पहेँलो भएछ। एक दुई दिन भयो घरबाट ल्याएको गावा फ्रिजमा राखेको थिएँ, यतिको भएछ, तर पनि केही फरक पर्दैन। गावा राखेँ। गावा चाहिँ हाम्रो चलनअनुसार चाहिँ नचलाइकन छोप्नुपर्छ। चलायो भने चाहिँ कोक्याउँछ भन्ने चलन छ। यतिको भएर गलिसकेपछि हेर्नुहोस् त, गावा कस्तो राम्रो भएछ। यो गाउँको लोकल गावा भएर एकदम राम्रो पाकेको जस्तो देखेको छ नि है। मैले चलाएँ, यसलाई पाकेको रहेछ। अब यसलाई मजाले मैले खुड्छु कि मजाले चलाउँछु, ग्वाइ 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 बनाएर घुट्छु। यो मजाले लेदो टाइपको एकदम ग्रेभी टाइपको भएपछि चाहिँ मलाई एकदमै मिठो लाग्छ। मान्छेको आफ्नो तरिका हुन्छ खाना बनाउने पनि। हेर्नुहोस् त, यत्तिको भयो। अब यो गावा खानलाई तयारी अवस्थामा हुँदैछ। मलाई एकदम भोक लागिसक्यो। अब म खाना पस्किन्छु। खाना पस्केँ। त्यसपछि कागती पनि काटेको थिएँ मैले। कागती 2 टुक्रा राखेँ। गावामा कागती एकदम मिठो हुन्छ। फर्सीको मुन्टा पकाएको थिएँ। फर्सीको मुन्टा, खुर्सानी पनि गाउँकै हो, लोकल खुर्सानी राखेँ। गावा हालेँ। गावा राखिसकेपछि गावासँगै मलाई प्याज, हरियो खुर्सानी टोकेर एकदम खान मन लाग्छ। प्याज पनि राखेँ। कागती निचोरेँ गावामा। त्यसपछि गेडा पऱ्यो, अब खायो भने त तितो हुन्छ। मुछेँ यसलाई मजाले। अब म खान्छु है। तपाईँहरूले खाना खानुभयो कि भएन? मैले चाहिँ खाने तयारी गरेँ, खाएँ ल। घुवाम्म खाएँ। वा, साह्रै मिठो रहेछ। गावा र खुर्सानी टोक्दै, हरियो खुर्सानी, गावा, प्याज, कागती अनि फर्सीको मुन्टा। आजभोलि यो तरकारी भएपछि अरू के चाहियो र? माछा मासु खासै मलाई इन्ट्रेस्ट लाग्दैन र खाँदिनँ भन्दा पनि फरक पर्दैन। म माछा मासु खाने होइन। गावा, फर्सीको मुन्टा, साग, जे तरकारी बनाएर दिए पनि मलाई साह्रै मिठो लाग्छ। अझ आफैले बनाउँदा मनपर्छ कि मलाई। कसैले बनाएको भन्दा नि आफूले आफै पकाएर खाएको चाहिँ मलाई एकदमै मनपर्छ। गमकागम घाँस पनि कसैले खाइदेला मेरो भाग जसरी गमकागम खाइरहेको छु। साह्रै मिठो लागिरहेछ। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा। म सबै खाना खान्छु है। धन्यवाद।